नमस्ते साथीहरू हजुरहरू यो कालो दाना के हो भन्दै हुनुहुन्छ होला है। ल हेर्नुहोस् त यो कालो दाना। यदि हजुरहरू पनि बढ्दै गएको तौल र पेटको ग्यास्ट्रिकबाट हैरान हुनुहुन्छ भने आज म माया टिप्समा यो कालो दानाको चिया बनाउन सिकाउँछु है त। यसको लागि हामीलाई चाहिन्छ यो सुकेको कागती हो। यो सुकेको कागती अनि यसलाई राम्रोसँग सुकाइएको यो कागतीमा भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ, जसले शरीरको बोसो बगाल्न मद्दत गर्दछ। सबैभन्दा पहिले एउटा भाँडोमा 1.5 गिलास पानी राख्नुहोस्। त्यसमा यो सुकेको कागतीलाई हल्का टुक्रा पारेर हाल्नुहोस् र सानो आगोमा 5 देखि 7 मिनेटसम्म मजाले उमाल्नुहोस्। पानी उम्लेर 1 गिलास भएपछि यसलाई कपमा छान्नुहोस्। हजुरले यसलाई स्वादका लागि थोरै शुद्ध मह वा बेरे नुन पनि मिसाउन सक्नुहुन्छ है। यो चियाले हजुरको पाचन प्रणाली सुधार गर्छ, छालामा पनि बब्बाल चमक ल्याउँछ। यो जानकारी कस्तो लाग्यो? भिडियोलाई सेयर र हाम्रो माया टिप्सलाई फलो गर्न नभुल्नुहोला। धन्यवाद।